त्यही हो होइन, एलिफेन्टा भनेको चाहिँ एकदमै पौराणिक ऐतिहासिक केभ रहेछ यहाँ चाहिँ गुफा। थ्याङ्क यू सो मच त्यो पलहरूलाई जसले मलाई पाठ सिकाएको छ, अनि थ्याङ्क यू सो मच ती व्यक्तिहरूलाई जसले जिन्दगीको अमूल्य पाठहरू सिकाएका छन्, अनि धन्यवाद इष्टदेवलाई जसले अतालिएको ती अवस्थाहरूमा पनि धैर्य गर्ने क्षमता दिएको छ, अनि धन्यवाद मेरो प्रिय श्रीमतीजीलाई जसले बार बार अलिकति हताश हुँदा, अलिकति मेरो निनेउरो अनुहार हुँदाखेरि पनि सम्झाइरह्यो, बुझाइरह्यो। भौतिक रूपमा टाढा छौँ तर त्यो टाढा भइकन पनि जसरी उसले मलाई सम्हालिदिएको छ यो पछिल्लो 2-4 दिनमा, थ्याङ्क यू सो मच। हरेक जन्ममा म तेरो श्रीमान भएर जन्म नपाऊँ, अनि जुन जन्म चाहिँ म तेरो श्रीमान भएर जन्मिनु पाउँदिनँ त्यो जन्म चाहिँ तेरो कोखबाट छोरा भएर जन्म नपाऊँ। धेरै धेरै धन्यवाद तँलाई जसरी तैँले मलाई सम्हालिदिएको छस्, धेरै धेरै धन्यवाद तँलाई जसरी तैँले मलाई बुझिदिएको छस्, अनि धेरै धेरै धन्यवाद तँलाई जसरी तैँले मलाई अस्तित्व जोगाउनको लागि तँ पनि छस् है भनेर साथ दिएको छस्। अरू कुरा भन्नु केही पनि छैन, जिन्दगीको गोरेटोमा धेरै व्यक्तिहरू आए होइन, सबै व्यक्तिहरूले केही न केही सिकाएर गए, अनि तँ एउटा व्यक्ति छस् जसले मलाई सिकाउनको लागि होइन, बुझाउनको लागि अनि जीवन बिताउनको लागि साथ भइदिएछ। अब तैँले गरेका ती साना साना मायाका प्रयासहरू, सबै मायाको प्रयासहरूलाई पनि मनैबाट धन्यवाद भन्न चाहन्छु तेरो त्यो सम्पूर्ण योगदानहरूलाई। यसपालि धेरै कुरा सिकायो यो बसाइले, अनि यो बसाइले धेरै कुरा सिकाइरहँदाखेरि जिन्दगीमा तेरो महत्त्व पनि मलाई सम्झायो। त्यस महत्त्वहरूलाई, ती सम्झाएका ती कुराहरूलाई, ती बुझाइहरूलाई म फेरि पनि यही भन्न चाहन्छु, तँ छस् अनि म छु, सब थोक छ यहाँ है। बाई, लभ यु सो मच। फेरि पनि एकपटक थ्याङ्क यू।